हेलो एन्ड नमस्ते। आज सबैजना मिलेर पाथिभरा माताको दर्शन गरौँ है त। यो तीर्थयात्रा चाहिँ म, मेरो बुवा र मेरो मम्मी हामी तीनजना गएका थियौँ। हामी बिहानै बस चढेर विराटनगरदेखि पूर्वतिर लाग्यौँ अब। र यो चाहिँ कन्काई पुल। यो खोलालाई माई खोला भनेर पनि चिनिन्छ। भर्खरै तिहार सकिएको र छठ पर्व नजिकै गरेको कारणले गर्दाखेरि त्यहाँ छठ पर्वको तयारी भइरहेको थियो। त्यति बेला हामीले विराटनगरदेखि बिर्तामोडसम्मको 800 रुपियाँ भाडा तिरेका थियौँ र बिर्तामोड उत्रेर हामीले बिर्तामोडदेखि राँकेसम्मको एउटा गाडी भेट्टायौँ। त्यो गाडीमा हामी तीनजनाको 2100 रुपियाँ लागेको थियो र हामी यो रमाइलो दृश्यहरू हेर्दै हेर्दै भिडियो खिच्दै कन्याम पनि पुग्यौँ। मौसम पनि निकै राम्रो थियो र कन्याममा भिड पनि अलिअलि थियो। त्यस पछाडि यस्तै भिडियो खिच्दै हामी जाँदै थियौँ र नास्ता खाने ठाउँमा गाडी रोक्यो। अनि मैले यो थुक्पा खाएँ र यो चाहिँ इलाम बजार। अब चाहिँ हामी राँके पुग्न लागेका थियौँ र राँके पुगिसके पछाडि गाडी भेटिने हो कि होइन भनेर एकदमै चिन्ता भइरहेको थियो। हामीले गाडी त भेटायौँ तर गाडीमा सिट नै खाली थिएन। हामी जसोतसो यस्तो पहिरो गएको बाटो खत्तम बाटोमा जसोतसो त्यो गाडीमा बसेर अगाडि बढ्यौँ र राँकेदेखि हामी फिदिमसम्मको लागि मात्रै यो गाडीमा चढेका थियौँ, जसको चाहिँ भाडा 900 रुपियाँ थियो। गाडीको बाटो हामी यति बिजोग गरेर आयौँ कि मैले भिडियो बनाउनै बिर्सेछु। र अन्त्यमा फिदिमदेखि ताप्लेजुङ आउनको लागि हामीले एउटा गाडी भेटायौँ, जसमा चाहिँ हामी तीनजनाको भाडा 1800 लागेको थियो। राति आएर थाकेको हुनाले हामी खानासाना खाएर सुतिहाल्यौँ। यो चाहिँ हामी बसेको होटल र बिहानै उठेर हामी त्यतै फाल्गुनन्द चोकतिर हामी यसो घुम्यौँ अनि त्यस पछाडि फेरि होटलतिर फर्कियौँ। खाना खाइसके पछाडि हामी चाहिँ ताप्लेजुङदेखि काप्लेपाटीसम्म यो गाडीमा गयौँ। यो गाडी चाहिँ नभरिन्जेलसम्म चाहिँ नहिँड्ने रहेछ र हामी चाहिँ अरू प्यासेन्जरहरूको वेट गरिरहेका थियौँ र घाम पनि निकै चर्को लागेको थियो। फाइनली हाम्रो गाडी पनि भरियो र हामी एकदमै नराम्रो बाटो हुँदै काफ्लेपाटीसम्म आइपुग्यौँ। र अब सुरु हुन्छ हाम्रो पैदल यात्रा। हामी चाहिँ आफ्नो सामान बोकेर भारी बोकेर माथितिर लाग्दैछौँ। पाथिभरा माताको यो दर्शन मेरो चाहिँ तेस्रो पटकको थियो भने मेरो बुवा मम्मीको चाहिँ दोस्रो पटकको थियो। उहाँहरू दुईजनालाई चाहिँ हामीले फिदिममा भेटाएका थियौँ र हामी सँगै माताको दर्शन गर्न जाँदैछौँ। आजको हाम्रो यात्रा माथिल्लो फेदीसम्मको मात्रै थियो र हामीले त्यहाँ अलरेडी होटल बुक गरिसकेका थियौँ। त्यही भएर हामी बिस्तारै भ्यू हेर्दै फोटो खिच्दै माथि चढिरहेका थियौँ। हिँडेको 10-15 मिनटमा हालत यसरी रेस्ट गर्दै गयो भने त कहिले रात पर्छ, छिटो जाउँ भन्दै म चाहिँ सबैजनाले लिएर अगाडि बढ्दै थिएँ। तपाईँहरू आउँदै गर्नु भनेर म चाहिँ अलि माथि गएर मम्मी बुवाको उकालो चढ्दै गरेको एउटा भिडियो बनाइदिएँ। र यो चाहिँ हाम्रो ग्रुप, हामी 4 जना माथि उकालो चढ्दैछौँ र मम्मी भिडियो बनाइदिँदै हुनुहुन्छ। कस्तो हुँदैछ त? राम्रो हुँदैछ। अब चाहिँ मम्मी थाक्नु भयो जस्तो छ, अलि हँसिलो मुख पारेर हिँड्नु न हो भनेर म जिस्काउँदैछु। अनि पर बुवा पनि झोला बोक्दै आउँदै हुनुहुन्छ बिस्तारै आराम गर्दै। हेर्नुहोस् त मेरो पछाडि कति राम्रो देखिएको छ नि पहाड।
हामीले चाहिँ यो ठाउँमा एकछिन रेस्ट गऱ्यौँ र 2-4 वटा फोटो खिचेर मात्रै अगाडि बढ्यौँ। हाम्रो उकालो चढ्ने क्रम चाहिँ जारी छ, तर अब चाहिँ एकदमै थाकेको कारणले गर्दा जहाँ बस्ने ठाउँ देख्यो त्यहाँ बस्न मन लागिहाल्ने रहेछ। फेरि यहाँ एकछिन बसेर फोटो खिचेर त्यस पछाडि मात्रै हामी अगाडि बढ्यौँ। फेरि पनि एकछिन हामीहरूले रेस्ट गऱ्यौँ र मम्मीको ढाड दुखेको कारणले गर्दाखेरि त्यहाँ एकछिन सुत्नु भयो र हामीहरूले त्यहाँ नास्ताहरू पनि खायौँ र फेरि पनि हामीलाई थकाइ लाग्यो र हामी यो ठाउँमा गएर पनि एकछिन बस्यौँ। त्यहाँ थकाइ मारिसकेर एकछिन उकालो के चढेका थियौँ, फेरि एउटा फलैचा आयो अनि मम्मी खुसी हुँदै हुँदै अब फलैचामा बस्न आउँदै हुनुहुन्छ र पछाडि बुवा पनि बिस्तारै बिस्तारै फलैचामा बस्नको लागि आउँदै हुनुहुन्छ। हामीलाई एउटा ब्याग बोकेर हिँड्न कति गाह्रो भइरहेको थियो। हेर्नु त यो दाइले कति धेरै बोक्नु भएको, हामी त हेरेर छक्क पर्यौँ। उकालो चढ्दै गर्दाखेरि हल्का पानी छिटाउन थाल्यो। हल्का पानी पनि छिट्याउँदैछ र थकाइ पनि लागिरहेको छ र फलैचा देखिसके पछाडि मम्मी मुसुक्क मुस्काउँदै फेरि फलैचातिर बस्न जाँदै हुनुहुन्छ। धेरै बेर त्यहाँ बस्दा पनि पानी जस्ताको तस्तै सिमसिम परिरहेको थियो। त्यही भएर हामी चाहिँ होटलमै गएर बसौँ भनेर माथि चढ्न थाल्यौँ र माथिल्लो फेरि पनि लगभग हामी पुगि नै सकेका थियौँ। होटल पुगिसकेपछि हामी सबैजनाले एकछिन रेस्ट गऱ्यौँ र ठुलो फेदीमै रहेको गणेश मन्दिर दर्शन गर्नको लागि हामी सबैजना होटलबाट निस्कियौँ। भोलिपल्ट पाथिभरा माताको दर्शनको लागि अँध्यारै उठेर जानुपर्ने र अँध्यारोमा राम्रो फोटो र भिडियो नआउने भएकोले हामीले चाहिँ त्यति बेला नै राम्रोसँग फोटो र भिडियो खिच्यौँ र त्यस पछाडि हामी होटलतिर लाग्यौँ। जति बेलुका हुँदै थियो त्यति चिसो बढ्दै थियो र हामीहरूले त्यहाँ एकछिन दाउरा बालेर आगो ताप्यौँ। राति खाना खाइसके पछाडि त ठुलो पानी पर्यो र भोलि बिहान पनि यस्तै पानी पर्यो भने कसरी जाने होला भनेर एकदमै चिन्ता भइरहेको थियो र त्यही चिन्ता लिँदै लिँदै हामी सबैजना सुत्यौँ। शुभरात्रि।